हेलो गाइजहरु, म चाहिँ आज धानको बिउ छर्न जाँदैछु। यहाँ छ धानको बिउ। कसरी यो छर्दै जानिन्न त फालिदिनु पर्यो। हिँड्दैछु कसरी यो फाल्ने। हेलो हेलो, घाम छ है, छ बज्दा पनि गाइजहरु। घाम भइरह त्यो घाम छ के 6 बज्दा पनि के साह्रो हो र। कमेन्ट गर्नु त कसरी हो धानको बिउ फाल्ने, कमेन्ट गर्नु। हिँड्दैछु गाइजहरु खेतमा। हाम्रो गाउँ चाहिँ यहाँ हो। कुरो चाहिँ पानी आएको कति चिप्लो छ भने त्यो चिप्लो छ। अब धानको बिउ फाल्न पर्यो। किसानीलाई त्यत्रो पनि बेला भइसक्यो। हेर्नु गाइजहरु, आइसक्यो। अब धानको बिउ फाल्ने। यहाँ चाहिँ बियाड हो। त्यो बियाड, यो बियाड हो। उता चाहिँ थोरै फालेको, उता यता चाहिँ रह यो बिउ। अनि यो चाहिँ फाल्ने हो, धान फाल्ने। हुन्छ कि नै त हेर्नु त गाइजहरु। चाहिँ यसरी फालिदिन्छु। बाक्लो भयो कि के भयो यसो भनिदिनु है, कमेन्ट गरिदिनु है। यसरी चाहिँ मैले जस्तो जानेको त्यस्तै फालेको है गाइजहरु। म त यस्तै हो जान्ने। कसरी हो धानको बिउ फाल्ने ल भन्नु नि त कमेन्टमा। उताको चाहिँ हल्का उम्रिसके उता यता चाहिँ भर्खरै यहाँ पुग्दैन कि भनेर फाल्दैछु है। ल भिडियोलाई लाइक, कमेन्ट, सेयर, सनकाई सब्सक्राइब के रे गाइजहरु, जान्दिनँ के त्यो सनकाई सब्सक्राइब गरिदिनु होला है त गाइजहरु। ल बाई।